ओहो साथीहरू नमस्कार, स्वागत छ सालुत बुना दिमिनाचा रोमानियाबाट रामप्रसाद सुवेदीको सबैजनालाई हार्दिक स्वागत छ। के छ कस्तो छ हालखबर, सन्चै आराम हुनुहुन्छ होला। ज्यान बकाउमा छ, बकाउबाट यो तेस्रो भिडियो सार्वजनिक गर्दैछु। सबैलाई माया छ, दिनौ जस्तो भिडियो बनाउनु मन लाग्ने, अब ड्युटीको व्यस्तता त्यस्तै हो। तपाईँहरूको माझमा उपस्थित हुन सक्ने वातावरण त्यति सिर्जना भइरहेको अवस्था छैन। त्यसले गर्दाखेरि चाहिँ त्यति धेरै भेट्न सकेको छैन। हेर्नुहोस् न पछाडितिर कस्तो उराट लाग्दो रोमानिया, अहिले कति राम्रो हरियाली भइसकेको छ। अब बिस्तारै मौसम चाहिँ परिवर्तन भइरहेको अवस्था छ। अब बिस्तारै 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 यहाँ चाहिँ हरियालीको चाहिँ आनन्द लिन सकिन्छ। पार्कहरूमा फुलहरू फुल्दैछन्, त्यस्तो छ स्थिति। आज बिदाको दिन, त्यो भएर हामी अलिकति बाहिर निस्किरहेको अवस्था छ। साथीहरू, खास गरी आज चाहिँ म तपाईँहरूसँग एउटा टपिकमा कुराकानी गरौँ भनेर उपस्थित भएको छु। विशेष गरी रोमानियामा बस्ने नेपालीहरू अधिकांश व्यक्तिहरू चाहिँ आउने क्रममा चाहिँ राजधानी बुकारेस्ट भनेर आउने गर्छन्। त्यसपछि चाहिँ उनीहरूको विभिन्न सहरहरूमा पोस्टिङ हुने गर्छ। हाम्रो पल्टन पनि जस बेला बेलामा सरुवा भइराख्ने कारणले गर्दाखेरि अहिले चाहिँ बकाउमा छु म। विशेष गरी बसाइको हिसाबले, खर्चको हिसाबले राजधानीभन्दा बाहिरको क्षेत्र कस्तो हुन्छ भन्ने विषयमा अलिकति कुराकानी गरौँ जस्तो लाग्छ मलाई आज तपाईँहरूसँग। खास गरी राजधानी भन्ने बित्तिकै तपाईँहरूले पनि अनुमान गर्न सक्नुहुन्छ, जस्तो दाङ र काठमाडौँको लाई चाहिँ तुलना गर्दाखेरि तुलनात्मक रूपमा पनि अलिकति फरक हुन्छ भन्ने कुरा हामीले नै त्यो अनुमान गर्न सक्छौँ। विकासको हिसाबले सँगसँगै महँगाई, हरेक कुराले गर्दाखेरि महँगाईको कुराहरू, हरेक कुरा पनि हामीले नेपालमा पनि त्यो अलिकति राजधानी र राजधानी बाहिरको हकमा चाहिँ हामीले अनुमान लगाउन सक्छौँ। र बसाइको हिसाबले भन्नुपर्दा हामी चाहिँ अहिले बकाउमा आइसकेपछि यहाँ चाहिँ बुकारेस्टको तुलनामा चाहिँ अलिकति राम्रै ठाउँमा बस्ने खालको वातावरण चाहिँ सिर्जना भएको छ भन्न सकिन्छ। र खर्चको हिसाबमा कुराकानी गर्दाखेरि अब राजधानी जत्तिकै सेवा सुविधाहरू अलिकति सहज रूपमा प्राप्त गर्न नसक्यो भने, जस्तो हामीले वहाँ चाहिँ अब 1 महिनाको बस कार्ड बनायो भने महिनाभरि मजाले यात्रा गर्न सक्ने वातावरण थियो। यहाँ चाहिँ अब त्यो बारेमा चाहिँ बुझ्न सकेको छैन। यहाँ पनि बसहरू चाहिँ त्यति चल्दो रहेछ, तर सबै रुटहरूमा त्यो बसको व्यवस्था छ कि छैन भन्ने खालको अलिकति बुझ्न सकिएन। त्यसले गर्दाखेरि नियमित रूपमा ट्याक्सीको चाहिँ प्रयोग गर्नुपर्ने एउटा अवस्था छ। त्यसले पनि अलिकति खर्च चाहिँ अलिकति बढी हुने खालको अनुभव सँगाल्न पाइयो यो झन्डै अब 1 महिना जतिको बसाइमा। र अरू कुराले अलिकति सामग्रीहरू खरिद गर्न चाहिँ हेर्दाखेरि चाहिँ अलिकति राजधानीभन्दा यता चाहिँ अलिकति सस्तो जस्तै नि लाग्यो मलाई, होइन? अलिकति उताभन्दा चाहिँ अलिकति सस्तो लाग्यो। र बसाइको हिसाबले पनि अलिकति राजधानी जस्तो त्यतिका व्यस्त पनि नहुने, थोरै अलिक के अरे शान्त वातावरण, मनोरम वातावरण, सुन्दर वातावरण जस्तो चाहिँ लाग्यो बकाउको कुराकानी गरिरहनु पर्दा। र त्यही हो, विशेष गरी आउँदाखेरि बुकारेस्टमै आए पनि रोमानियाका हरेक सहरहरूको चाहिँ अनुभव सँगाल्ने वातावरण चाहिँ सिर्जना भइराखेको छ। रेस्टुरेन्टको कुराकानी गर्नुपर्दा म अहिले यो मेरो 5औँ रेस्टुरेन्ट हो यो 6 महिनाको अवधिमा। र चाहिँ सहरको कुराकानी गर्नुपर्दा म बुकारेस्टसहित 3वटा सिटीहरूमा चाहिँ आउने, यहाँ चाहिँ बुझ्ने वातावरण चाहिँ सिर्जना भएको छ हालसम्म। र म चाहिँ धेरै ठाउँमा जाने, धेरै ठाउँमा घुम्ने, धेरै होटलहरूको चाहिँ अनुभव, रेस्टुरेन्टहरूको चाहिँ अनुभव लिने खालको एउटा वातावरण सिर्जना होस् भन्ने मैले अपेक्षा गरिरहेको छु। आजलाई यति नै, फेरि भेट्छौँ। नमस्ते, बाई बाई, बकाउ।